रज त जा जाडिम जेसा जे हव जस जुगका जुग भव जस चु झिन्चुक चु झिन्चुक चु झिन्चुक चु झिन्चुक चु भनेको 10 वटा पारा अक्षर भनेको है। के हुन्छ 10 वटा पारा अक्षर? गा ङा दा ना बा मा हा रा ला सा है। 10 वटा हुन् है पारा अक्षर। यी उपरोक्त पारा अक्षर कहिलेकाहीँ 3 या 4 अक्षरले बोलेको शब्दको अन्तमा रहँदा हल्का उच्चारण परिवर्तन हुन सक्छ, नत्र यी अक्षरहरूको उच्चारण हुँदैनन् है। जस्तै दागका दाग दाग है, गाको हल्का उच्चारण हुँदा का उच्चारित हुन्छ है। मिङ मकीको मिङा मिङ मिङ भनेको नाम भनेको है। राप्पा राप मिङराप। उत्तम बाको उच्चारणमा पा हुँदा राप मौ खा खाई राप खा। आकाश तर यहाँ झिन्चुक भइदिँदा यो खा उच्चारण नभएर का हुन्छ। न र ल पारा अक्षर झिन्चुकको उच्चारण त हुन्छ, तर यसले अघिल्लो अक्षरको उच्चारणलाई पनि अशक्ति रूपमा प्रभाव पार्छ। जस्तै ङन्ना ङेन है। ङेन यी ङेन होइन ङेन हुन्छ है। ङन्ना ङन हुँदैन है। ङन्ना ङन हुँदैन, ङेन हुन्छ है। यसलाई ङेन भन्नुपर्छ। रगत ग गए त ग्या ग्याल्ला ग्याल। यो गल हुँदैन घ्याल हुन्छ है। गल भनेर पढ्ने होइन, यसलाई चाहिँ घ्याल भनेर पढ्ने है। घ्याल। रगत ग गए त ग्या ग्याल्ला ग्याल। घ्याल हो है। घ्याल हो। यसै गरी निम्न शब्दहरू हेर्नुहोला है। यहाँ द र सले पनि उच्चारणमा प्रभाव पारेको छ। जस्तै सकतका कायतक्या क्याता के भनेको भाषा है। के भनेको भाषा। जस्तै अहिले मैले टिब्टेन भाषा सिक्दैछु भन्दाखेरि ङा दन्दा भेके झ्याङ्गिए। अहिले म टिब्टेन भाषा सिक्दैछु भन्दाखेरि ङा दन्दा भेके झ्याङ्गिए भन्छ है। म अहिले टिब्टेन भाषा सिक्दैछु भन्दाखेरि ङा दन्दा भेके झ्याङ्गिए भन्छ है। दाको उच्चारण नभए पनि अघिल्लो काको उच्चारणलाई के बनाइदियो है। के बनाइदियो है। दाको उच्चारणले गर्दाखेरि दाले गर्दाखेरि चाहिँ के बनाइदिएको अरे है। के बनाइदिएको। लस्सा ले है। यो लस्सा ले भन्छ। लस्सा ले भनेको कर्म भनेको है। कर्म। जस्तै कि तपाईँले राम्रो काम गर्नुभयो भने तपाईँको के हुन्छ त, राम्रो कर्म हुन्छ नि त होइन। तपाईँले आफ्नो जस्तै कि कर्मको फल भन्छ नि। यहाँ पनि साको उच्चारण ए बनिदिँदा ले बन्न पुग्यो है। अब लेको हामीले सेन्टेन्स बनायो भने ले याको सागो रे है। हामीले चाहिँ कर्म राम्रो गर्नुपर्छ भनेको है। हामीले कर्म राम्रो गर्यो भने हामीले चाहिँ के पाउँछ त, कर्मको फल राम्रो पाउँछ नि त होइन। यदि हामीले कर्म राम्रो गरेन भने कर्म के हामीले फल के पाउँछ त, राम्रो पाउँदैन हो। त्यसैले कर्म राम्रो गर्नुपर्छ। ले या पोसा घोरे भन्छ है। तलपट्टि हेर्नुहोस् है त। ङन्ना ङेन 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 भनेको के हो त। ङेन भनेको नराम्रो है। खो मी ङेनपा धु है। खो मी ङेनपा रे भन्दा पनि हुन्छ है। रे खोमी ङेनपा रे ऊ चाहिँ मान्छे नराम्रो छ है। ङेनपा रे है।
अनि राख्यो ऋणना ऋण 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 भनेको के हो त ऋण भनेको मूल्य है मूल्य ऋण भनेको मूल्य दिगी ऋण घच्यो रे यो यसको मूल्य कति हो है यो सामानको मूल्य कति हो दि चालक कि ऋण घच्यो रे यो सामानको मूल्य कति हो भनेर भन्ने है हो दस धुन्ना धुन्पा 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 भने के हो त धुन्पा भनेको आकांक्षा धुन्पा भनेको आकांक्षा है धुन्पा भनेको आकांक्षा धुन्पा भनेको आकांक्षा है आकांक्षाको सेन्टेन्स बनायो भने खेरङ्की धुन्पा मङ्पो माचे है धेरै आकांक्षा नगर्नु भनेको है माचे लेन्ना लेन्पा 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 भनेको लिनु भनेको है दि चालक लेन त है यो सामान लिनु त है लिनु दि चालक लेन त भन्छ है यो सामान लिनु दन दोन दोन दन दोन्ना दोन 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 भनेको माने है खेर मानि दोन त भन्छ है मानि दोन 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 भनेको मानि है रगत ग गए त ग्या ग्याल्ला ग्याल ग्याल भनेको विजेता है विजेता ग्याल 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 भनेको विजेता है तिल तिल ताकियो तिल्ला तिल तिल भनेको त्यो अचारहरुमा हाल्छ नि अचार बनाउँछ नि त्यो तिल भनेको तिल पे छुङछुङ हेरे तिल चाहिँ एकदम सानो छ है युल भनेको देश भनेको हो खेराङ्की युल घावा रे है तिम्रो देश कहाँ हो है ग्यालखाप भन्दा पनि हुन्छ युल भन्दा पनि हुन्छ है ग्यालखाप भनेको ग्याल भनेको राजधानी है राजधानी कहाँ भनेको है ग्यालखाप ग्याल्सा भनेको सहर है ग्याल्सा युल भनेको देश है सेल्वा 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 भनेको प्रष्ट गर्नु है प्रष्ट खेरङ्की दि कोला ngala सेल्पा सेल्वा चेरो छे है यो यसको बारेमा मलाई प्रश्न गरिदिनु है दि कोला ngala सेल्वा चेरो छे है रोलवा 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 भनेको खेल्नु है खेल्नु है रोलवा भने खेल्नु है सकतका कायतका केता के भनेको भाषा है अघि नै हामीले सेन्टेन्स बनायो के भनेको भाषा है ना धन्दा भेके ज्याङ्गिए है मैले अहिले टिप्पणी सिक्दै छु भनेको है के भनेको ना के निता नि 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 भनेको आफै है नि भनेको आफै नि भनेको आफै नि भनेको आफै है फसस फुत्ता फी 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 भनेको अर्पण भनेको है चढाउनु फी है फी भनेको अर्पण है चढाउनु फी रारिम रेता रे 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 भनेको हो हुनु भनेको है हो हुनु खो टसी रे उ चाहिँ टसी हो खो साङ्मो रे उनी चाहिँ साङ्मो हो भनेर भनेको है रे भनेको हुनु है भनर भेता भे 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 भनेको टिबेट भनेको है मेरो देश टिबेट हो गाई युल भे रे मेरो देश टिबेट हो गाई युल भे रे है लसा ले भनेको कर्म है लसा ले भनेको कर्म है अन्सो कतिना ले या पोसागो रे हामीले जहिले हामीले राम्रो कर्म गर्नुपर्छ ले भनेको है राख्यो रिसा री 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 भनेको क्षेत्र है री भनेको के हो त क्षेत्र क्षेत्र लस लुसा लुई 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 भनेको शरीर है शरीर लुई लुई कु पनि भन्छ शरीरलाई कु लुई सुप्पो पनि भन्छ
हामीले बोल्ने भाषाबाट हाम्रो शरीरलाई सुप्पो भन्छ। लुई भनेको लुई शरीर, कु भनेको चाहिँ अलि ठुल्ठुलो रेम्बुर्चेहरूको शरीरलाई चाहिँ कु भन्छ है, मान गरेर भनेको कु भनेको। ngadim ngesa ngepa 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 भनेको झुटो गलत है। ngepa भनेको झुटो गलत, ngepa भनेको झुटो गलत है। छन छिस्सा छे 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 भनेको धर्म भनेको है, धर्म। छे भनेको धर्म है। मैले धर्म गर्छु भन्दाखेरि गा छे चिगिए भन्छ है। मैले धर्म गर्छु, गा छे चिगिए, मैले धर्म गर्दैछु है। चिगिए भनेको गर्दैछु भनेको है। सा मात्र एक्लो यस्तो दोस्रो पारा अक्षर हो जुन अनुच्चारित हुन्छ। विशेष यस्तो सा गा गा बा मा को पछि आउँछ। जस्तै लास्टमा आउने शब्द, यो शब्द हो सा चाहिँ लास्टमा पारा अक्षरमा आउने, पारा अक्षर। राखीको रिक्का सा रिक है, लास्टमा आएन है, स आयो नि। राखीको रिक्का सा रिक, रिक रिक भनेको के हो त? परिवार है, प्रकार है, वंश। रिक भनेको थर भन्छ नेपालीमा। रिक भनेको खेरङ्गी रिक गरे रे है, तिम्रो थर के हो भनेर भन्छ नि त। रिक भनेको थर है। सङ आसा सङ, सङ 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 भनेको प्रशोधित गर्नु है, प्रशोधित, प्युरिफाई है, रिफाइन। सङ शुद्धिकरण गर्नु भनेको हो, शुद्धिकरण है, सङ है, सङ शुद्धि है, शुद्धि गर्नु, प्युरिफाई। बप पासा बप, बप लास्टको यो अब यहाँनिर यो कहिलेकाहीँ हामीले वा आउँछ, कहिलेकाहीँ पा आउँछ भनेको थिएँ नि है। यहाँनिर यो वा कहिलेकाहीँ अगाडि बा आयो, फेरि यतापट्टि बाको पछाडि यसलाई वा भन्न पनि यसलाई पा आयो यहाँनिर है। पा पनि आउँछ, कहिलेकाहीँ वा पनि आउँछ हो। यो यसको चाहिँ धेरै परिवर्तन हुन्छ है। बप पासा बप, बप भनेको खस्नु भनेको है, खस्नु। थोकाने चालक बप्सौँ है, माथिबाट सामान खस्यो है। बप्सौँ भनेको टु फल डाउन टु अर्थ है। बप भनेको हिउँ पर्यो भन्दाखेरि धिरिङ खवा बप्सौँ भन्छ है। आज हिउँ पर्यो भन्दाखेरि धिरिङ खवा बप्सौँ भन्छ। सडिम सेममा सेम, सडिम सेममा सेम, सडिम सेममा सेम है। सडिम सेममा सेम भनेको मन भनेको है, मन। मेरो मन एक ठाउँमा छैन है। गाई सेम सच्चा चिक्ला यो मारे भन्छ है। हामीले साधारण भाषाबाट एक ठाउँमा सच्चा चिक्ला यो मारे, गाई सेम सच्चा चिक्ला यो मारे। गाई सेम सच्चा चिक्ला यो मारे भन्छ है। यदि हात झिन्झुक छ भने प्राय त्यो घिगु या स्याप्क्युमा हुन्छन्। जस्तै लामाई है। बलब त ला मा हि लामाई, लामाई लामाई भनेको लामाको भनेको है, को आएको है, ई आएपछि हालेपछि को आउँछ है। लामा, लामाई उच्चारण हुँदैन, लामाई है, लामाई। हौदाकीको दी, दी भनेको यसको भनेको है, दी, दी भने दी यसको। जस्तै कि
दी गुम्बा लामाई लामाई रे, यो गुम्बा चाहिँ लामाको हो। दी दे दी दी चालक खोराङ्की रे, यो सामान उसको हो भनेको है, यो उसको हो। दी खोङ्की रे है। सुई भनेको कसको भनेको, दी सुई रे, यो कसको हो, यो कसको हो भन्दाखेरि दी सुई रे भन्छ है। सु हाकी सुई, सुई रे, यो कसको हो। ङा हाकी उही गाई, गाई भनेको मेरो है। दी देव गाई रे, यो किताब मेरो हो। गाई, गाई भनेको मेरो है। रगत ग गए त ग्या ग्याल्ला ग्याल पानारु पो हाकी गुही है। ग्यालपोई, 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 ग्यालपोई भनेको राजाको भनेको है, यो चाहिँ राजाको हो। दी ग्यालपोई मोटर रे, यो चाहिँ राजाको गाडी हो भनेको है। ग्यालपोई भनेको राजाको है। अनि ऊ प्रयोग हुने शब्दहरू प्राय कसैको बच्चा बुझाउने शब्द हुन्छन्। बए त झ्या है, बए त झ्या है, बए त झ्या, बए त झ्या, झ्या भनेको चरा है। चरा आकाशमा उड्दैछ भन्दाखेरि झ्या नम्खाला फुर्किदो भन्छ है। झ्या हुन्छ, च्या हुँदैन है। झ्या झ्या, बए त झ्या। आदि झ है, अनि या हुन्छ झ्या झ्या झ्या। अनि चरा आकाशमा उड्दैछ भन्दाखेरि झ्या नम्खाला फुर्किदो है। अनि झिउ, बए त झ्या झ्याकीको झी हसप्छु हु, झिउ, झिउ भनेको चराको बच्चालाई भनेको है, बचेराहरूलाई भनेको झिउ, झिउ, झिउ भनेको चराको बच्चा है। बा, बा, बा भनेको गाईलाई भनेको है। बा, बा भनेको गाई है। गाई ढोङसेप्ला बा मङपो यो रे, मेरो गाउँमा गाईहरू धेरै छ भनेको है। बा भनेको गाई है। बा। अनि बिहु, 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 बिहु भनेको के हो त, बिहु भनेको गाईको बाच्छा है। गाईको बाच्छालाई बिहु भन्छ है। गाईको बाच्छालाई के भन्छ त, बिहु भन्छ है। र त ता, 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 ता भनेको घोडा है, घोडा। गाला ता कबो गबो ए, मलाई चाहिँ सेतो घोडा मनपर्छ है। गबो ए भनेको मनपर्छ, मलाई सेतो घोडा मनपर्छ। गाला ता कर्पो गबो ए भनेको है। तिहु, 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 रततता ताडिमते हसप्चुहु, तिहु, 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 तिहु भनेको के हो त, तिहु भनेको घोडाको बच्चालाई भनेको है। बाछेडा, घोडाको बच्चालाई तिहु, तिहु भनेको। तिहु है, तिहु, घोडाको बच्चालाई तिहु है। कुनै पनि शब्दको अन्त्यमा यदि हा छ भने त्यसमा नारो ओकार जोडिदिन पर्छ, नत्र त्यसपछि अर्को शब्द सुरु हुन सक्छ। जस्तै साङ्गेला क्याप्सु छियो, लास्टमा सिद्धिने बेलामा चाहिँ ओ भनेर नरो जोडिदिनु पर्छ है त। यहाँ हामा नरो जोडिदिएको छ है। लास्टमा यस्तै गरी नरो जोडिदियो भने त्यो चाहिँ के भयो त, टुङ्गियो भनेर चाहिँ हामीले बुझ्नु पर्यो। साङ्गेला क्याप्सु छियो, छेला क्याप्सु छियो, लास्टमा ओ हाल्नुपर्छ है। यसरी हाल्यो भने चाहिँ टुङ्गियो भनेर चाहिँ हामीले बुझ्नु पर्यो सेन्टेन्स।